हाम्रो घर फाइनली पुग्यो कुखुराको खोर अबि कफी अझै कफी खाया फाइनली हेलो गाइस हामी घर अब पुगे है हाम्रो चाहिँ घरमा यस्तो खतरा झन्डा सँगसँगै यहाँ त ओरिजिनल हो ओरिजिनल यो चाहिँ तितेपाती धुप ओरिजिनल धुप यही फलिरह फुलिरह हाम्रो हेलो गाइस हु आर यु को हो यो मान्छे हो र होइन होला खोइ मुख के बा बोजेर खाएको खै आलो सेप छ्या त नै पला के खाएको रे बोजेर ओ बोजो र मम त हाल्छ बाउले यहाँ मम ताडप त्यसमै नि हेमा खै मेमे मेरो खै आखान्थे ल नमिसिँदा चाहिँ हाम्रो बुमताङ गाउँको बर्चेत यो पारी चाहिँ किस्पाङ गाउँपालिका ओ माइ गड कहाँ हो बर्चेत त कहाँ त बर्चेत त देख्दै देख्दैन त फेरि मेरो कर्मभूमि है यहाँ चाहिँ कर्मभूमि ओ बाफ्रे यहाँ हो म पुग्नुपर्ने चाहिँ लास्टमा जिन्दगी ओ त्यो खोलाको माथि लास्टको घरमा हो ओ माइ गड किस्पाङ गाउँपालिका सलाखु खोला खोला सुकेछ अचल त मेरी बसै किस्पाङ गाउँपालिका यो चाहिँ खोलाबाट यता चाहिँ मेगाङ गाउँपालिका रे सेफली ल्यान्ड बुमताङ अनि बर्चेत जाने अब ब्याग पनि राम्रोसँग बन्द बन्द गर्नु नगर्नु के आपा कति उतासम्म नि कति धेरै कमिलाको संसार ओ वा कति मिठो खाने हो र मिठो खायो भने मिठो हुन्छ नि यो फ्राई गर अचार वाह 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 रे क्रिस्टल खोज्दैछ यो बच्चा चाहिँ है पायो क्रिस्टल अयो छिटो पानी खान मन लागिसक्यो किस्पाङ गाउँपालिकाको चाहिँ यो के डाँडा भन्थ्यो डप्चुङ हो कि के गाउँ भन्थ्यो क्रिस्टल खोज्दै यो बच्चा चाहिँ बाटोमा कुटाउँदै क्रिस्टल आइपुग्यो मेरो कर्मभूमि बाघाई के हो यहाँ पुग्नुपर्छ म यहाँ हे भगवान हाम्रो बर्चेत गाउँ बर्चेत वारिपारि चाहिँ किस्पाङ गाउँपालिका मेरो कर्मभूमि ओ ओ ओ चिरिबिरी 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 चरा चिरिबिरी चिरिबिरी चरी
लासो फ्यापुल्ला सबैजनालाई। यो चाहिँ मेरो कर्मभूमि, अहिलेको गन्तव्य निरन्तर जारी छ, यहाँ पुग्नै बाँकी छ। अनि त्यो पारी चाहिँ सालमै भाल्चे काउले पर्छ, किस्पाङ गाउँपालिका यो पारी चाहिँ। अनि यो वारी चाहिँ मेरो कर्मभूमि मेगाङ गाउँपालिका। यो खोलादेखि यता चाहिँ मेगाङ गाउँपालिका, खोलादेखि पारी चाहिँ किस्पाङ गाउँपालिका। हाय 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 हाय, गन्तव्य जारी छ। चिरबिर चिरबिर चरीहरू पनि कराउँदैछ। कता पुग्यो? क्रिस्टल खोज्दै क्रिस्टल, त्यो बच्चा बाटोमा। भिडियो बनाएर थाहा पायो नि गाली गर्छ अहिले। यस्तरी नि खोज्छ त कोही। बादल खोइ कहाँ? रुख चढी चढी आएर खोइ बाघ त होइन? आयो नि, के गर्नु त अब? कस्तो के गर्ने? भाग्ने भाग्ने कहाँ भाग्ने? रुखमा कि त्यही बसिरहनु। कति पायो? त्यस्तो कोट्याएको त कस्तो हुन्छ र? खै खै देखाउ त। बस्नु यस्तो नि क्रिस्टल हो। इङ्गी मेमे यहाँ भित्र छ के? यो फुटाउनुपर्छ। यसमा भित्र नि है। त्यो फुटाएर चाहिँ के गर्ने? यहाँ भित्र त्यो फुटाएपछि सबै फुट्दैन? फुट्दैन, हम्बर छ। क्रिस्टल कति लाख पाउँछ? 2 लाख। अयो 2 लाखको क्रिस्टल, 2 लाखको क्रिस्टल। हाम्रो ब्याग यता, हाम्रो झोला यता। यहाँ अघिको क्रिस्टल त यहाँ है। यो त राम्रो नि छैन जस्तो लाग्यो। तिम्रो त के हो खोइ न। यो चाहिँ राम्रो छैन, एउटा राम्रो छैन। कुन चाहिँ राम्रो त अघि देखाइरहेको? कुनै पनि राम्रो छैन। के कुटेर बसेको त नि यो? एउटा प्लास्टिकको झोलामा। प्लास्टिक कहाँ खोज्दा नि अब? प्लास्टिक दिनु न एउटा। छैन प्लास्टिक। निकाल्नु न एउटा। अब कुन चाहिँ निकाल्नु त नि हो? यो भित्र हालिदिन्छु, यो झोलै भित्र। यहाँ भित्र हाल, यहाँ झर्दैन। यहाँ अब त हिँड्नु पर्यो गाइस। यो सफा गरिदिनु त। रेस्ट गरेर नि यो यहाँ सफा गरिदिनु न। आया यो आधी घन्टै भइसक्यो बसेर। कुन अब के सफा गर्ने? धुनी हो, सबै माटै माटो लाग्छ। हिडियो छोरी र आमा छोरा। अब यहाँ पुग्नु पर्छ। उयो तल्लोपट्टिको ब्लू कलरको घरतिर पुग्नु लास्टमा। यहाँ पो पुग्नुपर्छ त। बाघ आइन त्यही बसिरहने? त्यो बाँदरै हो त? जाऊँ न जान जानी?
भएन अहिले बाँदरले त्यो झोला खानेकुरा खोज त हिँड ला साँच्चीकै आयो पो ऊ त्यो पहाडको माथितिर मैले एउटा देख्यो खोइ कता हिँडेको अब कहाँ बाँदर त्यहाँ हेर्ला अझै धेरै आयो प्रिन्स अब भगवान् अब हाम्रो खानेकुरा खोज्यो भने के गर्ने हेर कति धेरै रहेछ हेर कति कुदिएछ भित्रै छेउ तल आयो प्रिन्स यो बच्चा त सुन्दैन यो बच्चा त सुन्दैन यसो गरेर बसिरहेको नजानी र भने प्रिन्स अहिले बाँदरले झोला खोज्यो भने के गर्ने क्रिस्टल खोजेर बिजी छ म आफै बाँदर जस्तो भइरहेको हामी चाहिँ अब बर्चेतमा पुगिसक्यौँ हाम्रो बर्चेतमा चाहिँ अब सुन्तला रोप्ने तयारी खालु सबैतिर चाहिँ सुन्तला रोप्नलाई यस्तो सबै सुन्तला पो रोप्न थालिस्याएर चाहिँ खालु सबै सुन्तलाको लागि रेडी तयारी अवस्थामा छ भने ल पिङ्गेल्ला 1 2 सक्दैन फेरि गर त सकेन आया मम्मी घर पुग्न लाग्यो हामी अब चाहिँ मकै पनि उम्रिरहेको ठ्याक्कै 2 पाते 3 पाते भइरहेछ भने यहाँ सुन्तलाको लागि पनि पुरै खाल्डो खनेर सबै तयारी अवस्थामा हाम्रो बर्चेत चाहिँ एकदम मिठो सुन्तला फल्ने ठाउँ अनि अलैँची अनि कफी खेतीको लागि चाहिँ एकदमै योग्य ठाउँ भनेर चिनिन्छ अब लगभग सुन्तला र कफीको सुन्तला कफी अलैँचीको चाहिँ भव्य खेतीपाती हुनेवाला छ यो ठाउँ चाहिँ पुरै सुन्तलाको लागि तयारी अवस्था भइ नै रहेको प्याज ओमा कति राम्रो मिठो हाम्रो गाउँको प्याज मिठो हुन्छ रातो हुन्छ सलाद खानेवाला प्याज हुन्छ विदेशतिर जस्तो सेतो हरियो प्याज हुँदैन हाम्रो सबै अर्गानिक लोकल आइमा थकै लागेको अवस्था बिस्तारै हिँड्यो भने खुट्टा हल्लिन्छ दौडिनुपर्छ भन्दै मेरो छोराले यस्तो झोला बोक्यो ल ठ्याक्कै घाम पनि अस्ताएको बेलामा घर आइपुग्यौँ हामी चाहिँ लगभग घर पुगिसक्यो हामी चाहिँ घर पुगिसकेको अवस्था दौडिनु पर्छ नत्र भयो खुट्टा हल्लिन्छ बन्दा सिङ्गित भाइ यो बच्चालाई हिँड्न पनि आउँदैन
살 생긴띠봐. 이스님 갈라. 이스님. 예. 따라와, tetro घरो जानी यहाँ घर बनेर राख्नु बा गाई त मार्ने भुरोमा भु गरौँ भयो के गरी बोकेर दस नि पानी कुवा छ त ऊ कुवा कहाँ छ कुवा ऊ त्यो के त हामी फाइनली घर पुग्यो हेर न हेत्तेरिका के गर्छ ऊ हाम्रो घर उता 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 घर कुन हो के देखेर हो हाम्रो घर कुन होला भन न यहाँबाट हो बाटो खुट्टा हल्लियो कि राम्रोसँग बोक्नु कस्तो कति गचर गचर गरेको त्यो ममलाई ल्याएको खानेकुरा सबै फुटेर भ्याइसक्यो होला खोइ कहाँ पेम्बा होला नि फाइनली हामी घर पुग्यौँ हाम्रो घर चाहिँ यहाँनिर हो पेम्बा बहादुर त कोसँग खेल्दै रहेछ ऊ त्यहाँ तल चाहिँ दाइको घर प्रिन्स दौड्यो थ्याङ्क यू सो मच थ्याङ्क यू कस्तो होला ल ल ल मेरो पानी हो अम्बाको बोट है हाम्रो घरमा चाहिँ आँगनमै कति छ अम्मा फले मर्नी लामसिन झट्टी खाप्ला त्यसले चाहिँ चाहिँ ठुलो भोलिमा हेलो जम्मै आउट भएको तपाईँ तिम्रो नाम के हो हेलो रुबिस्का के हो रे रुबिस्का खै उसको मुख छैन छ खै कहाँ यहाँ म गेममा छ क्या खै कहाँ तिम्रो मुख अम्बाको बोट यो चाहिँ बोसेरो ड्रागन फ्रुट सुन्तला सबै सुन्तला है हाम्रो चाहिँ यो सिमी फल्लाई छ सुन्तला केरा पानी पर्यो ना मजमा छ हाम्रो घरको ओरिजिनल केरा त्यो तिमीहरू के खाने हो रासन छ के खाने मैले तातो चाबी नाङ्गु पर्छ दा मजा खाने मजा कति सानो कस्तो चाहियो त प्रिन्स लिनुहोस् नखाने खाजा छिटो नानी कस्तो मिठो छ खाएर त एउटा नखाने हाने हाम्रो गेम सुरु भयो गाइस हाम्रो एमएमए चल्दैछ गाइस ल ल ल कसले जित्दो रहेछ रुबिस्का एक्लै 1v2 ल ल ल 1v2 ल 3 2 1 गो ल चलो 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 भाइ साहब चलो ल जाऊ न रुबिस्का चाडो फर्स्ट अट्याक हान्ने ल ल चाडो 3 2 1 भन्छ 3 2 1 गो रुबिस्का जाऊ त चाहिँ आइज न त्यहाँ
भाइ के भयो दुख्यो अनि रात स्याउ जस्तो भएछ कति रात भयो देखि आइया हाम्रो चाहिँ कफी अर्ग्यानिक कफी हाम्रै बारीमा फलेको हाम्रै बारीको कफी हो यो चाहिँ तिम्रो त्यो आँखामा छ हाम्रो बारीको अर्ग्यानिक कफी यो चाहिँ हेर्दा पनि कति मजाको लाग्यो तपाईहरुलाई पनि चाहियो भने सम्पर्क गर्नुहोला lagi deh sih anh ta cứ tình hiện so sánh có biển đó là đúng तल्ले đúng cả so sánh yêu đâu sẽ chết chết giàu như vậy đó लाउठीमा उधर टेबल बस रहा ना ले बोक या चाँडो आँप कफीको बोट सुन्तला सबै छ है हाम्रो सिँचाइ प्याज अलैँची केरा यो बच्चाहरू चाहिँ खोलामा स्विमिङ जाने भनेर मलाई के थाहा यो चाहिँ सबै अलैँची घारी है हाम्रो अलैँची र केरा हाम्रो बारी खेतमा चाहिँ केरा सबै केरा र अलैँची अलैँची बनाउनु भएछ त केरा पनि यस्तो गजबको केरा फलिरहेको रहेछ अहिले चाहिँ हामी कफीको बोट रोप्नु बारेको कफी पुरै केरा र अलैँची मात्रै भयो पुरै खेतै खेतभरि स्विमिङ हुनेको बच्चाहरू